हेलो एभ्रिवान, म चाहिँ आज किम्ची बनाउन आँटेको। यो चाहिँ किम्ची भनेको चाहिँ कोरियन डिस, कोरियनले खान्छ यो किम्ची। यो चाहिँ फर्स्टमा मजाले धोएँ होइन, मजाले धोएर चाहिँ त्यहीभित्र किरा थियो नि त, त्यही भएर मजाले के गरेर चाहिँ निकाल्छ। धोएर चाहिँ मैले मजाले त्यसलाई चाहिँ सल्टहरू लगाएर चाहिँ सबैमा सल्ट एक एक गरेर तलेर चाहिँ मैले एकछिन राखेँ, पानी निस्किन्छ भनेर त्यसको लागि। अनि त्यसमा चाहिँ मैले के अरे उसको रेडी गर्ने गरेँ, के अरे लसुन अनि प्याजको पेस्ट, अनि त्यसमा चाहिँ उयो पनि क्यारेट पनि एड गरिदिएँ। त्यसमा स्प्रिङ अनियन भएको भए राम्रो हुन्थ्यो, तर स्प्रिङ अनियन नभएको कारण क्यारेट मात्रै मैले गरेँ होइन। अनि जिन्जर गार्लिक र अनियनको पेस्ट यहाँ रेडी भयो। अनि सँगसँगै के भन्छ राइस पाउडर पनि चाहिँ हाल्नु पर्दो रहेछ नि त। नानीले भन्नुहुँदै थियो, नानीले चाहिँ राम्रो बनाउनुहुन्छ नि राइस पाउडर चाहिँ, चामललाई कुटेर चाहिँ राइस पाउडर भनेर चाहिँ यसलाई चाहिँ अलिकति पकाउनु पर्दो रहेछ। अनि यसलाई मैले यहाँ पकाउँदैछु। अन्त पका मजाले यसलाई पकाएर त्यहाँदेखि चाहिँ अलिकति त्यो चाहिँ उयो भयो नि त, अलिक बाक्लो भयो नि, त्यो अलिक पतला बनाउनु मैले फेरि त्यसलाई मिक्सीमा पिसेर चाहिँ अलिकति पानी उयो गरेर अलिक पतला खालको बनाएर चाहिँ अन्त यहाँनिर त्यो अघिको त्यो के अरे जिन्जर अनियन र उसको पेस्टमा त्यहाँ हालिदिएर यसरी यसको सस यसरी रेडी गर्नुपर्छ। यहाँ चाहिँ छ कश्मिरी मिर्च अनि सोया सस अनि त्यही पेस्ट मिक्स गरेको छु। अन्त त्यसलाई चाहिँ यो चाहिँ यो अघि मजाले जुन चाहिँ राखेको थियो नि, त्यसलाई चाहिँ मजाले निचोड्नु पर्दो रहेछ नि त, त्यहाँबाट पानी निस्किन्छ। सबैले के गरेर गर्दा निचोड पानी निस्क्यो, त्यहाँदेखि चाहिँ त्यसलाई चाहिँ त्यो अघि मैले रेडी गरेको ससमा चाहिँ यसलाई यसरी मिक्स गर्नुपर्छ कि मजाले। यसलाई मिक्स गरेर चाहिँ मजाले मिक्स गरेर चाहिँ एउटा केही कन्टेनरमा राख्नुपर्ने हुन्छ। कन्टेनर भन्दा पनि मेरोमा चाहिँ एउटा जार थियो, म चाहिँ त्यसमै मजाले टाइट गरेर चाहिँ फ्रिजमा राख्नु थियो नानीले। अन्त फ्रिजमा राखेको नाना चाहिँ मजाले बनाउनुहुन्छ यो, किनभने चाहिँ नाना पहिला कोरियनहरूसँग काम गर्नुहुन्थ्यो नि त, त्यति बेला चाहिँ नानीले सिक्नुभएको थियो। अनि त्यहाँदेखि म चाहिँ नानीबाट सिकेको। ओके बाई।